मात्रै होइन, संसारकै कुनै कार्यक्रममा पनि गोर्खा शब्दको परिचय दिइराख्नु पर्दैन, गोर्खा सैनिकको पनि परिचय दिइराख्नु पर्दैन। कहिलेकाहीँ हामी तस्बिर भएका तर क्याप्सन नभएका ठाउँमा भन्छौँ, अखबारहरू पढेर भन्छौँ, तस्बिर आफै बोल्छ। त्यसै गरेर गोर्खाहरूको भूमिका, गोर्खाहरूको महिमा, गोर्खाहरूको इतिहास हामीले व्याख्या गरिराख्नु पर्दैन। आज पूर्व गोर्खा साथीहरूले यो कार्यक्रमको आयोजना गर्नुभएको छ। सम्मानीय प्रधानमन्त्रीज्यूलाई आमन्त्रण गर्नुभएको छ र सम्मानीय प्रधानमन्त्रीज्यू पनि आउँदै हुनुहुन्छ। यो कार्यक्रमलाई मैले अलिकति डिप्लोमेटिक क्षेत्रसँग मेरो प्री अकुपाइड इन्गेजमेन्ट भएको हुनाले अलिकति चाँडो तपाईँहरूसँग सरी भनेर मैले जानुपर्ने छ। स्वयं प्रधानमन्त्री यहाँ आउनुहुन्छ, मन्त्री परिषदको मित्र पनि यहाँ हुनुहुन्छ, पर्यटन मन्त्री पनि हुनुहुन्छ। सरकारको तर्फबाट यहाँ पर्याप्त प्रेजेन्स छ। सरकारको प्रधानमन्त्री नै भइसकेपछि महत्त्वपूर्ण प्रेजेन्स छ र तपाईँहरूको समस्याहरू, तपाईँहरूका चुनौतीका बारेमा सरकारको आधिकारिक धारणा सम्प्रेषित हुनेछ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु। दाजुभाइ तथा दिदीबहिनीहरू, 1997 भन्दा अगाडिका गोर्खा सैनिकहरूलाई पनि पेन्सन र घाइतेहरूलाई पनि अन्य सहुलियत दिनुपर्छ भनेर बेलायतमा भएका गोर्खा सैनिक दाजुभाइ दिदीबहिनीहरू लगातार आवाज उठाइरहनु भएको छ। तपाईँहरूको आवाजमा सरकारको साथ रहिआएको छ। तपाईँहरूको आन्दोलन अगाडि बढिरहेका छ। त्यसको सँगसँगै सरकारको तर्फबाट कूटनैतिक पहलकदमी पनि लगातार अगाडि बढिरहेकोतिर म यहाँहरूको ध्यान आकर्षण गर्न चाहन्छु। दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईँहरूको समस्या समाधान गर्नका लागि मन्त्री स्तरीय समिति बनेको छ र केही महिना पूर्व मात्रै लन्डनमा हाम्रो बीचमा वार्ता पनि भएको थियो। वार्तामा अगाडि बढिरहेका छ, वार्ता चलिरहेका छ, सहमति अहिले हुन सकेका छैन। आउँदो नोभेम्बरमा पनि मन्त्री स्तरीय वार्ता हुँदैछ, छलफल हुँदैछ। नेपाल सरकारले त्यो वार्ता समितिमा पनि आफ्नो प्रतिनिधित्व तोकेको छ। नेपाल सरकारको तर्फबाट बेलायत स्थित राजदूत हाम्रो प्रतिनिधित्व गरिरहनु भएको छ। तपाईँहरूले राख्नुभएका मागहरू, उठाउनुभएका आवाजहरू, त्यसमा सरकार तपाईँहरूको साथमा छ भनेर मैले भनिराख्नु पर्दैन। त्यस कारणले पनि ज्यादा स्पष्ट भएको छ कि तपाईँहरूले आयोजना गरेको यो कार्यक्रममा स्वयं प्रधानमन्त्रीज्यू आउनुहुन्छ, म पनि उपस्थित छु, मेरा मित्र पर्यटन मन्त्री पनि उपस्थित छ। हामी मात्रै होइन, नेपालको फरक फरक राजनीतिक भाग र फाँटका प्रतिनिधि व्यक्तित्वहरू पनि यो कार्यक्रममा आमन्त्रित गरिनुभएको छ। मलाई लाग्छ नेपालका हरेक राजनीतिक फाँटबाट तपाईँहरूले पाउनुपर्ने न्यायोचित हक अधिकारको पक्षमा हामी छौँ। नेपाल पूर्ण रूपमा तपाईँको पक्षमा छ। यो कुरा म चाहिँ स्पष्ट गर्न चाहन्छु र यसका लागि सरकारको तर्फबाट हामी कूटनैतिक संवादको प्रक्रियालाई अगाडि बढाउँछौँ र वार्ता र संवादको प्रक्रियाबाट पूर्व नेपाली सैनिकहरूले, गोर्खा सैनिकहरूले पाउनुपर्ने उनीहरूको अधिकार जुन हो, त्यो अधिकार बमोजिमको सुविधा प्राप्त होस् भन्ने कुराका लागि हाम्रो प्रयत्न रहनेछ। म यति आग्रह गर्न चाहन्छु। अलिकति मैले पहिले पनि भनिसकेँ, मेरो अर्को कार्यक्रम भएको हुनाले अलिकति हतारले जानु पर्यो। तपाईँहरूको कार्यपत्र प्रस्तुति छ, त्यसमा छलफलको कार्यक्रम छ।
अन्य महत्त्वपूर्ण अतिथि वक्ताहरू यहाँ उपस्थित हुनुहुन्छ। उहाँहरूले आफ्नो महत्त्वपूर्ण अभिव्यक्तिहरू दिनुहुनेछ। म यति मात्रै तपाईँहरूसँग आग्रह गर्न चाहन्छु, भन्न चाहन्छु कि परराष्ट्र मन्त्रालय तपाईँहरूको समस्या समाधानका लागि वार्ता प्रक्रियादेखि लिएर कूटनैतिक पहलसम्मको यात्रा इमान्दारीका पूर्वक अगाडि बढ्नेछ। तपाईँहरूको समस्या समाधानका लागि हाम्रो यथेष्ट प्रयत्न हुनेछ। हाम्रो युरोप अमेरिका हेर्ने डिभिजनको सहसचिव पनि यही कार्यक्रममा सहभागीका रूपमा उपस्थित हुनुहुन्छ, पूर्व राजदूत पनि हुनुहुन्छ। तपाईँहरूका जिज्ञासाहरूका बारेमा कुनै प्रश्न उठेका खण्डमा उहाँले चाहिँ निश्चित रूपमा हाम्रो सरकारको, हाम्रो मन्त्रालयको दृष्टिकोण सम्प्रेषित गर्नुहुनेछ। यो पनि म तपाईँहरूसँग आग्रह गर्दै तपाईँहरूको यो कार्यक्रमको सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र तपाईँहरूका समस्याहरूको समाधानमा सरकार लागि पर्ने कुराका लागि पनि म एकबद्धता व्यक्त गर्न चाहन्छु। धन्यवाद। जय नेपाल। 2045 सालमा स्थापना भइसकेपछि निरन्तर रूपमा यसले गोर्खा सैनिकहरूमाथि भएको विभेदको अन्त्य हुनुपर्छ भनेर करिब 3.5 दशक यसले निरन्तर अभियान आन्दोलन गरेर आइरहेको छ। यस सन्दर्भमा यो कालखण्डमा धेरै उपलब्धिहरू गोर्खा सैनिकहरूको लागि उपलब्धिहरू यो सङ्गठनले दिलाएको छ। तर यो गोर्खाहरूको मात्रै नभएर राष्ट्रको लागि पनि भएको हुनाले र यो समस्या भनेको सिङ्गो राष्ट्रसँग पनि जोडिएको छ, राष्ट्रिय स्वाभिमानसँग जोडिएको छ र हाम्रो आत्मसम्मानसँग पनि जोडिएको हुनाले आज हामी सिङ्गो रूपमा सम्पूर्ण नेपाली नागरिकहरूले यसप्रति ऐक्यबद्धता जाहेर गरेर अगाडि बढिरहेको हुनाले आज हामी यो एउटा यो तहसम्म आइपुगेका छौँ। यहाँहरूले सहयोग साथहरूले गर्दाखेरि धेरै लामो समय भए तापनि अहिले गोर्खा भूतपूर्व सैनिक सङ्घको अगुवाईमा भएको यो आन्दोलनले धेरै मुद्दाहरूमा सफलता प्राप्त गरिसकेको छ र यो गोर्खा भूतपूर्व सैनिक सङ्गठन भनेको एउटा मूलभूत रूपमा सम्पूर्ण गोर्खा संस्थाहरूको नेतृत्वदायी संस्था पनि हो र यो एउटा आफैमा इतिहास बोकेको र स्थापित संस्था हो, जसले गर्दाखेरि अहिलेसम्म सम्पूर्ण गोर्खाहरू एकै ठाउँ गएको मार्च 2017 साल मार्च 28 गते हामीले सम्पूर्ण गोर्खाहरू भूमि सैनिकहरू सम्बद्ध भएर एउटा कार्यगत एकता गरेका थियौँ। त्यही कार्यगत एकता अनुसार अहिलेसम्म हामी त्योसँग कार्यगत एकताभित्र रहेर अहिले सँगै हामी हिँडिराखेका छौँ। तर पनि यता कता यहाँनिर हाम्रा केही साथीहरू तलमाथि हुने स्थिति भइरहेको छ। त्यसको लागि आज मलाई दुःख लागिरहेको दुःख व्यक्त गर्नु परेको छ। जे होस्, हामी यस विषयमा छलफल गर्दै अगाडि बढ्नेछौँ। तर यो विशेष गरेर 208 वर्षको यस दौरानमा गोर्खाहरूमाथि भएको विभेदको अन्त्य हुनुपर्छ भनेर अब आउने नोभेम्बर महिनामा दुई सरकार बीच, नेपाल र बेलायत सरकार बीच जुन वार्ता हुँदैछ, त्यो वार्ताको सम्बन्धमा हामी औपचारिक रूपमा कसरी अगाडि बढिरहेका छौँ अथवा गोर्खाहरूको प्रतिनिधि सहितको वार्ता कमिटीले के गरिरहेको छ भन्ने विषयमा मैले यहाँ केही उदाहरणहरू पेश गर्नेछु र साथै आज भाग्यवश तपाईँ हाम्रो एउटा अभाग्य भनौँ, सरकारको राज्यको प्रमुख, नेपाल राष्ट्रको प्रमुख सम्माननीय प्रधानमन्त्रीज्यूले यो गरिमामय एउटा अन्तर्क्रिया कार्यक्रममा सरकारको तर्फबाट के हुँदैछ भन्ने कुरो धारणा दिनको लागि आउनु भएको हो भन्ने मलाई आशा लागेको छ र यो आशावादी हुँदै म अलिकति 15-16 मिनट म यहाँ जतिको व्यस्त भयो भने म समय दिन चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यू, हामीलाई म यो कार्यपत्र वाचन गर्न अनुमति चाहन्छु। एकदमै म कन्टिन्यू छिटो भन्छु। हामीले गएको भिड पहिला रगत र पसिनाको मूल्य चाहिन्छ। गोर्खा समस्या समाधानको लागि 1 दिवसीय अन्तर्क्रिया कार्यक्रम
प्रस्तुत कार्यपत्र 2080 भदौ 19 गते मङ्गलबार एभरेस्ट होटल नयाँ बानेश्वर। कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू, विशेष अतिथि परराष्ट्र मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति, संघीय संसदका माननीय सांसद, परराष्ट्र सचिव, पूर्व राजदूतज्यूहरू, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा डाक्टर साहबहरू, साथै पत्रकार मित्रहरू तथा भूपतनी संस्थाबाट पाल्नुभएका प्रतिनिधि साथीहरू लगायत भूमि सैनिक दाजुभाइ दिदीबहिनीहरूमा गिरेश्वर केन्द्रीय कार्य समितिको र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूमा हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। पृष्ठभूमि: नेपाली युवाहरूले बेलायती सेनामा भर्ती हुन थालेको 208 वर्ष पुगेको छ। गोर्खाहरूले सन् 1816 देखि पहिलो र दोस्रो विश्वयुद्ध लगायत अन्य क्षेत्रीय युद्धहरूको अग्रपङ्क्ति बनाएर बेलायती साम्राज्य विस्तार र रक्षाका लागि लड्यो। गोर्खाहरूले युद्ध लड्दा 13वटा भिक्टोरिया क्रस, 2वटा डच क्रस लगायत 6,500 तकवाहरू पाए। हजारौं पुर्खाहरू मारिए, घाइते र बेपत्ता भए। त्यसको फलस्वरूप बेलायत कहिले सुरेन अवस्थामा देशको रूपमा स्थापित भई विश्व सर्वशक्तिमान राष्ट्र बन्न सफल भयो भने नेपालले के पाएर के गुमायो भन्ने सवाल पनि हो यो। बेलायती लेखक र सरकार प्रमुखहरूले समेत भनेका छन् कि गोर्खा सैनिकहरूको बलिदान र योगदानको बलमा बेलायतले संसारभरि साम्राज्य र आफ्नो शक्ति विस्तार गर्न सफल भएको हो। यसरी विश्वभरि गोर्खाले युद्ध भए आज विश्वमा शान्ति, प्रजातन्त्र र मानवाधिकार स्थापित हुने थिएन। यसमा गोर्खाको धेरै ठुलो योगदान रहेको छ। भारतको सिपाही विद्रोहदेखि इराक र अफगानिस्तान युद्धसम्म आइपुग्दा लाखौं गोर्खाहरूले बेलायतको निम्ति बलिदान गरेका छन्। तर दुःखको कुरो बेलायत सरकारले युद्धमा के कति मरे र के कति घाइते भयो भन्ने विषयमा आजसम्म कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन। न त नेपाल सरकारले नै त्यसको तथ्याङ्क राखेको नै छ। जनसङ्ख्याको अनुपातमा युद्धमा सबैभन्दा बढी मर्ने गोर्खाहरूले थिए। इतिहासविदहरूको भनाइ र लेखाइअनुसार युद्धमा करिब 60,000 गोर्खाहरूले जीवन उत्सर्ग गरेका छन्। यदि मरेका 60,000 गोर्खाहरूको नाममा बेलायतले एउटा गोर्खाको 1 मिनेट मात्र मौन धारण गर्ने हो भने बेलायत झन्डै 1.5 महिना स्तब्ध हुन जान्छ। केही शोषण र अन्यायको विरुद्धमा नेपालमा 2046 सालमा प्रजातन्त्र आइसकेपछि आफ्नो मौलिक हकको लागि 2047 सालमा संस्थापक सभापति परमबहादुर गुरुङले गोर्खा भूतपूर्व सैनिक सङ्घको दर्ता गर्नुभयो। बेलायती सेनामा रहँदा गोर्खाहरू युद्धको अग्रपङ्क्तिमा खटिनुपर्ने तर सेवा र सुविधाको कुरा गर्दा नेपालको जीवनस्तर र त्रिपक्षीय सन्धिलाई व्याख्या गरेर बेलायती सरकार उम्किने गर्दथ्यो। गोर्खा सेनाले देखाएको युद्ध कौशलबाट अङ्ग्रेजहरू अति प्रभावित भएका थिए। त्यसपछि अग्रेतर्फको कमान्डर जनरल अक्टोडोनीले भने यस्तो दुष्ट र बहादुरीपूर्ण पलसँग मैले जीवनमा देखेकै थिइनँ। त्यसपछि साम्राज्य विस्तार गरिरहेका बेलायती कमान्डरले युद्धपछि निष्कर्ष निकाले कि यस्ता बहादुर लडाकु गोर्खालीहरूलाई शत्रुको पङ्क्तिमा नराखी आफ्नो सेनामा सहभागी गराउनु लाभप्रद हुनेछ भनेर सन् 1815 मा जनरल अक्टोडोनीले फर्स्ट नर्सरी, सेकेन्ड नर्सरी र शिरपुर 3वटा बटालियन खडा गरे। कुमाउनी, गढवाली तथा कालीपारीको पहाडी जातिलाई समेटेर खडा गरिएको फौजलाई गोर्खा भनिए पनि बलाउको किल्ला ढलेपछि युद्धबन्दी बनाएको गोर्खालाई यस बटालियनमा समावेश गरियो। युद्धबन्दीबाट करिब 1500 गोर्खालीहरू अङ्ग्रेज पल्टनमा भर्ती भएका थिए। त्यसपछि ब्रिटिस इन्डिया कम्पनीले नेपाली युवाहरूलाई गोर्खा सैनिकको नाममा क्रमशः भर्न सुरु गर्यो। करिब 17 महिना भएको नेपाल अङ्ग्रेज युद्धले पूर्वको टिस्टादेखि पश्चिम काँगडासम्म फैलिएको नेपाललाई मेची र काली बीचमा खुम्चाइदियो। सन् 1816 मा भएको सुगौली सन्धिले नेपालको भूमि मात्र गुमेन ती विशेष गरेर नेपालका आदिवासी जनजातिहरूको दुःखद इतिहास पनि त्यहीबाट सुरु भयो। त्यसैको नाम हो गोर्खा भर्ती। कुनै कुनै सन्दर्भमा गोर्खा भर्तीलाई नेपालीहरूको आर्थिक समस्यासँग जोडेर पनि हेर्ने गरिन्छ। तर त्यो बिल्कुलै इतिहासप्रतिको अल्पज्ञान बाहेक अरू केही होइन। हामी दावाका साथ भन्न सक्छौँ कि त्यसबेला नेपाल सबै हिसाबले सम्पन्न राष्ट्र थियो। बेलायती सेनामा भर्ती हुने गरेका समुदाय आर्थिक रूपमा आत्मनिर्भर थिए। त्यसबेला नेपाल अन्य धनी देशहरूले हाराहारीमा समृद्ध थियो भन्ने कुरा विश्व इतिहासलाई हेर्ने हो भने स्पष्ट हुनेछ। जो संक्षिप्तमा गोर्खा भर्ती नेपालीहरूको लागि वा गोर्खा समुदायको लागि आवश्यकता थिएन र रोजगारीको लागि सेनामा भर्ती हुन बाध्यता पनि थिएन।
यी बेलायतीहरूको स्वार्थको लागि थियो भने तत्कालीन राणा शासकहरूले आफ्नो सत्ता टिकाउन हामीलाई बलिको बोको बनाउन सस्तो मूल्यमा सुम्पिदिए, जसको शिकार नेपाली आदिवासी जनजातिहरू हुनु पर्यो। यसरी हेर्दा हामी गोर्खालीहरूलाई बेलायत र तत्कालीन राणा शासकहरूले आधिकारिक डेट पनि गर्न र जस्तोसुकै कार्यमा प्रयोग गर्नकै लागि यो सन्धिलाई वैधता दिनु थियो। यसलाई वैधता दिने काम सन् 1816 को सुगौली सन्धि पश्चात भएको हो। सुगौली सन्धिपछि अहिलेसम्म भर्ती प्रथा जारी छ। गोर्खा आन्दोलन सम्माननीय प्रधानमन्त्री तथा अतिथिज्यूहरू देशको स्थापना गर्नुको मुख्य कारण र स्थापना पश्चात गरेका कार्यहरू हामी ब्रिटिस उपसैनिकहरूमाथि बेलायत सरकारले गरेका अन्यायको बारे गोर्खा समुदायलाई सचेत गराउँदै शान्तिपूर्ण न्यायिक आन्दोलन गर्न सङ्गठित गर्दथ्यो। आन्दोलन गर्न समर्थन आवश्यक पर्ने हुनाले विस्तार गर्ने क्रममा यसरी 52 जिल्लामा कार्य समिति गठन गर्यो। त्यसै गरी सन् 2005 मा ढुण्डिराज खातुको अध्यक्षतामा बेलायतमा देश समितिको गठन गरिएको थियो भने अहिले बेलायतको भौगोलिकतालाई हेरेर 13 क्षेत्रमा शाखा समितिहरू सक्रिय छन्। गोर्खाहरूको कुनैको अधिकार प्राप्त गर्न क्रमशः देशैभरि जानकारी सभाहरू गराउँदै एकपछि अर्को आन्दोलनको जुटहरू परिवर्तन गर्दै देश अघि बढिरह्यो। यसै गरी देशहरूले विभिन्न समयमा तत्कालीन श्रीपाद सरकारलाई ध्यानाकर्षण गराउँदा समेत सरकारले शासन नदिएपछि नेपालको सडक सदन न्यायालयसम्म पुग्दा हाम्रो मुद्दाले कुनै सुनवाई नभएपछि बाध्यतावश देशहरूले न्यायको खोजी गर्दै दिनमै लालटिन जुलुस, शीतलनिवासदेखि बेलायती राजदूतावास लैनचौरसम्म मानव शान्ति जुलुस गर्दै बेलायती राजदूतावासको मूल ढोकामा 3 दिनसम्म रिले अनसन गरे। राजदूतावास दोस्रो विश्वयुद्धमा लडेका गोर्खा योद्धाहरूले यसोको अवैध बेलायतले गरेको विभेदको विरुद्धमा प्ले कार्ड ब्यानर लिएर अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा प्रदर्शन गरेका थियौँ। त्यस्तै विभिन्न देशका राजदूतावास अगाडि पर्चा पपेटहरू बाँडेका थियौँ। विश्वको ध्यानाकर्षण गराउन 17 देशका मानव अधिकारवादी पत्रकार, बुद्धिजीवी र नेता न्यायप्रेमी जनप्रतिनिधिहरूको उपस्थितिमा जेनेभामा भएको मानवाधिकार सम्बन्धी महासभामा बेलायत सरकारले गोर्खालीहरूमाथि गरेको विभेदको सम्बन्धमा विस्तृत रूपमा कुरा राख्न सफल भएका थियौँ। दक्षिण अफ्रिकाको डर्बनमा भएको रङ्गभेद विरुद्ध सम्मेलनमा देशहरूले भाग लिएको थियो। त्यसै गरी क्युबाको राजधानी हवानामा विश्वभरिका विद्यार्थीहरूको भेलामा देशहरूले भाग लिई आफ्नो कुरा राखेको थियो। यसै गरी देशहरूले बेलायतको सम्मानित उत्तर अदालतमा दोस्रो विश्वयुद्धमा जापानिज सेनाले युद्ध बनाइएका गोर्खा युद्धहरूले पनि बेलायती नायकले पाए सर 10,000 पाउन्ड क्षतिपूर्ति पाउनुपर्छ भनेको अदालतमा रिट दायर गरेको थियो। देशहरूले सन् 2003 मा अवकाश प्राप्त गोर्खाहरूले समान पेन्सन पाउनुपर्छ भन्दै बेलायती उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो। सन् 1997 अगाडि अवकाश प्राप्त सैनिक र तिनका परिवारहरूको लागि आवश्यक भिसा सम्बन्धी मुद्दा दायर गरेको थियो। 1 अप्रिल 2017 को दिन बेलायत नेपाल र भूमि सैनिकहरू बीच गोर्खाहरूको समस्या समाधानको बाटो खोज्न गठित प्राविधिक समितिले तयार गरेको समष्टिगत रूप 13 बजे प्रतिवेदन तयार गर्न सफल भयो। नेपाल सरकारले 2017 साल असार 17 गते गरेको 32 स्तरीय निर्णयमा विदेशी राष्ट्रमा नियमित रूपमा निवृत्ति भरण प्राप्त गरिरहेकाहरूलाई सामाजिक सुरक्षा भत्ता दिन नमिल्ने भनी गरेको निर्णय विरुद्ध देशको अगुवाईमा बेलायती सेना, भारतीय सेना र सिङ्गापुर पुलिसको तर्फबाट देशको सभापति केशव कुमार राईको नामबाट उक्त निर्णय विरुद्ध 2077 श्रावण 5 गते सर्वोच्च अदालतमा दर्ता गरेका थियौँ। देशको आन्दोलनबाट प्राप्त उपलब्धिहरू: 1. सन् 1997 मा बेलायती सेनाको बाहुमा रहेका गोर्खाहरूलाई 3 र 25 वर्ष पे लागू गर्न सफल भएको। 2. सन् 2000 मा क्रिसमस गिफ्टको नाममा 200% पेन्सन वृद्धि गराउन सफल भएको। 3. सन् 2002 मा युद्धबन्दीहरूलाई जनैहरू 13,65,000 दिलाउन सफल भएको। 4. सन् 2003 मा देशले लगाएको पेन्सनको मुद्दामा न्यायाधीश निकोला ब्ल्याकको इजलासले देश र बेलायत सरकार कुनै पनि पक्षलाई जिताउन या हराउन सक्दैन, त्यसैले दुवै पक्ष कोर्ट बाहिर मिलाउनु भन्ने फैसला दिएको, तर बेलायती रक्षा मन्त्रालय देशसँग वार्ताको लागि नबसेको।
देशले 30 सेप्टेम्बर 2008 मा आवश्यक भिसा सम्बन्धी जितेको मुद्दाबारे 29 अप्रिल 2009 का दिन बेलायतको हाउस अफ कमन्स सदनमा बृहत छलफल पश्चात सदनबाट बहुमतले गोर्खा बेलायतमा आउनुपर्छ भनी अनुमोदन भएको। 21 मे 2009 का दिन बेलायत सरकारले हाउस अफ कमन्सले अनुमोदन गरेको नीति अनुसार गोर्खाहरू बेलायतमा बस्न पाउने भएको। 7-8 2077 साल असोज 12 गतेका दिन गोर्खा समस्या समाधानार्थ सरकारलाई सुझाव दिनको लागि माननीय सांसद योगेश भट्टराई संयोजक र माननीय सांसद राजेन्द्र कुमार राई सहसंयोजक रहेको 21 सदस्यीय गोर्खा संसदीय समिति गठन गरेको। 21 जनवरी 2013 को 13 मा गोर्खाको वयस्क सन्तानहरूले बेलायत बस्न पाउनुपर्छ भनेर देशमा हावैको लफम मार्फत लगाएको मुद्दा गोर्खाका सन्तानहरूको पक्षले फैसला भएको। तर 5 जनवरी 2015 मा बेलायती सरकारले 30 वर्ष तलकोहरू मात्र बेलायत आउने नीति ल्याएको। सन् 29 जुन 2017 मा 30 वर्ष माथिकाहरू पनि बेलायत आउन पाउनुपर्छ भनी हावैको लफम मार्फत लगाएको मुद्दाको फैसला देशको पक्षमा भएको मुद्दाले पहिले 62 वर्षसम्मका गोर्खाहरूको सन्तानहरू बेलायत जाने अधिकार दिलाएको। 11 गेसो पहलमा 27 मार्च 2017 का दिन बेलायत स्थित गेसो कार्यालयमा सत्याग्रह सरकारले कार्यगत एकता भएको। यसमा म अलिकति सबै मानिसहरूले अहिले सत्याग्रहसँग एकतामा छैन, सहकार्यमा छैन भनिरहेको कुराहरू भनिरहँदा अहिले हामीले प्रमाणको रूपमा उहाँहरूसँग सहकार्य गरेको गेसोको अगुवाईमा गेसोको आह्वानमा उहाँहरू हामीसँग आएर सहकार्य गरेको जुन प्रेस विज्ञप्ति कार्यपत्रको पछाडि सबैलाई हेरिदिनु हुन म अनुरोध गर्दछु। 12 प्राविधिक समिति तयार पारेको समष्टिगत रूप ऐतिहासिक 13 प्रतिवेदन 22 मार्च 2018 मा दुवै देशको सरकारलाई हस्तान्तरण गरेको। 13 विदेशी सेनाबाट अवकाश भई नियमित रूपमा पेन्सन पाइरहेकाहरूलाई सामाजिक सुरक्षा भत्ता दिन नमिल्ने भनी मन्त्री स्तरीय निर्णय विरुद्ध सर्वोच्च अदालतमा लगाएको पेन्सन मुद्दा सम्बन्धमा सर्वोच्च अदालतले नेपाल सरकारलाई 15 दिनभित्र के कारणले दिन नमिल्ने भन्ने लिखित दबाब सहित सम्बन्धित मन्त्रालयलाई उपस्थित हुन निर्देशन दिएको। सम्माननीय प्रधानमन्त्री तथा अतिथिज्यूहरू, गोर्खा भूतपूर्व सैनिक सङ्घ गेसोले बेलायतको रोयल कोर्ट अफ जस्टिसमा लगाएको मुद्दाको फैसला 30 सेप्टेम्बर 2008 मा नेपाल बेलायत भारत बीच भएको त्रिपक्षीय सन्धि अमानवीय, अन्यायपूर्ण र अवैधानिक गरिसकेको भनेर अदालतले स्पष्ट फैसला दिइसक्दा पनि नेपाल र बेलायत बीच द्विपक्षीय सन्धि गरी कार्यान्वयन गर्न नसक्नु यो दशकको एउटा विडम्बना हो। यसको आन्दोलनबाट केही उपलब्धिहरू भए तापनि सफलता भने अहिलेसम्म भएको छैन। मिति 2047 सालदेखि गेसोले जाने बुझेसम्म शान्तिपूर्ण आन्दोलन गर्दा पछिल्लो समयमा स्थापना भएका संस्था र गेसो बीच सहकार्य कार्यगत एकता गरी आन्दोलन नगरेसम्म सफलता पाउँदैनौँ भन्ने कुराको अनुभूति भएपछि अहिले गोर्खा जनता संस्थाहरू सहकार्य र कार्यगत एकतामा छौँ। यही सहकार्य र कार्यगत एकताको बलमा एक प्राविधिक समिति गठन भएर करिब 14 महिनामा तयार गरेको समष्टिगत रूप 13 बुँदे प्रतिवेदन 22 मार्च 2018 दिन दुवै देशका सरकारलाई हस्तान्तरण गरिएको। अहिले त्यही हस्तान्तरण गरिएको समष्टिगत रूप 13 बुँदे प्रतिवेदनको जगमा टेकेर वार्ता अगाडि बढ्ने क्रममा 3 नोभेम्बर 2022 का दिन भएको प्रथम वार्तामा बेलायतमा रहेका गोर्खाहरूको वेलफेयर भन्दा बाहेक पेन्सन लगायत क्षतिपूर्ति र अन्य विषयहरू वार्ताको क्रममा प्रवेश नगराउने जुन नियतिसँग नगराउने वार्तालाई उक्त दिनमै बन्द गर्ने बेलायतीहरूको रणनीति जब उहाँहरूको प्रस्तुतिमा चाल पाइयो देखियो, तर आवरण अञ्चलकर्ता द्वय पुष्पराणा घले र धनबहादुर गुरुङको अडान र चुनौतीको कारण वार्ताले निरन्तरता पायो। सन्धि सम्झौता भनेको सबै पक्षले पालना गर्नको लागि हो। दुई देश बीचको कूटनीतिक सम्बन्ध, व्यापार व्यावसायिक सम्बन्ध र मित्रता कायम र मजबुत बनाउनको लागि हो।
समान आदर गर्दै अन्तर्राष्ट्रिय हैसियत कायम गर्नु अपमान गर्नको लागि होइन। एक राष्ट्रले अर्को राष्ट्रलाई मित्रताको रूपमा स्वीकारि सकेपछि गरिब र धनीको दृष्टिले हेर्नु गलत हो। यही भइरहेको छ। सन्धि गरेपछि पूर्ण रूपमा लागू र पालना हुनुपर्छ। यदि त्यसो हुन सक्दैन भने समय सान्दर्भिक कि संशोधन कि नवीकरण वा खारेजी गर्नुपर्छ। त्रिपक्षीय सन्धिलाई बेलायती सरकारले न पालना गरेको छ, न संशोधन गरेको छ, न नवीकरणै गरेको छ, न खारेजी नै गरेको छ। त्यसैले नोभेम्बरमा हुने मन्त्री स्तरीय वार्तालाई 208 वर्षदेखि गोर्खाहरूमाथि भएको विभेदलाई समाधान गर्न नेपाल सरकारसँग जोरदार माग गर्दछौँ। वार्ताबाट त्रिपक्षीय सन्धिमा कुनै भेदभाव नगरी गोर्खाहरूलाई समकक्षी सेवा सुविधा सम्मान गरिन्छ भन्ने कुराको उल्लेख भएका पनि अहिलेसम्म बेलायत सरकारले तोड नगरिरहेको अवस्था छ। साथै बेलायत सरकारको प्रतिनिधि सहितको सहभागितामा बनेको प्राविधिक समितिले तयार गरेको 13 बुँदे प्रतिवेदनको मर्म र भावना अनुसार अधिकतम रूपमा गोर्खा र नेपालको पक्षमा परिणाम हासिल गर्न नेपाल सरकारको यसमा तयारी कस्तो रहेको छ र औपचारिक धारणा के रहेको छ। यसको जानकारी गराउनलाई सरकारसँग हामी सम्पूर्ण गोर्खाहरू जोरदार माग गर्दछौँ। अहिलेसम्म ठोस निर्णय हुन नसकेको अवस्था छ। यस वार्ताबाट गोर्खाले न्याय पाउँछ भन्ने कुरामा विश्वस्त हुन सकेका छैनौँ। तसर्थ तपाईँ नेपाल सरकारको सम्माननीय प्रधानमन्त्री हुनुभएकोले माननीय परराष्ट्र मन्त्री तथा बेलायती स्थित नेपाली राजदूतलाई वार्ता सफल बनाउन सरकारको तर्फबाट आवश्यक निर्देशन सहित सशक्त भूमिका निर्वाह गर्न गराउन हामी सम्पूर्ण गोर्खाको तर्फबाट विशेष ध्यानाकर्षण गराउँदछौँ। उपस्थित माननीय सांसदज्यूहरूले सङ्घीय संसदमा कुरा उठाइदिन बुद्धिजीवी र पत्रकार मित्रहरूले पनि आफ्नो क्षेत्रमा बुलन्द आवाज उठाई सहयोग गरिदिनु र विनम्र अनुरोध गर्दछौँ। सम्माननीय प्रधानमन्त्री तथा अतिथिज्यूहरू, गोर्खा भूतपूर्व सैनिक सङ्घ देशहरूले अनेकौं षड्यन्त्रलाई चिर्दै 2047 सालदेखि आजसम्म अनवरत रूपमा शान्तिपूर्ण ढङ्गले र बेलायतको सडक न्यायालय र अदर सदनमा आवाज उठाउँदै आइरहेको एउटा स्थापित र जिम्मेवार संस्था हो भन्ने कुरा अवगत गराउन चाहन्छु। केही मित्रहरूले केही वर्ष अघिबाट मात्र आन्दोलनमा आएर अहिले सम्पूर्ण कार्य हामीले गरेका हौँ भन्ने आशय व्यक्त गरिरहेको छ। राजनीति रङको आडमा गतिविधि गरिरहेका छन्, तर देशले कुनै पनि हालतमा यस्तो गतिविधिलाई रोक्नेछ। देश एउटा मूलधारको संस्था भएको हुनाले सबै भूमिजन्य संस्थाहरूलाई एकतामा ल्याउने काम 27 मार्च 2017 का दिन भएकोले अहिले सबै एकतामा छन्। जानी नजानी कसैले पनि आन्दोलनको नाममा वार्तालाई असहज हुने खालका गतिविधि गर्न उचित हुँदैन। तर केही संस्थाहरूले गरिरहेको आभास भएकोमा दुःख लागिरहेको छ। वार्तालाई असर पुगेमा यसको बलिदान तमाम गोर्खाहरू भूसैनिकहरूले गर्नेछन् र यसको जिम्मा तिनै मित्रहरूले र तिनै संस्थाहरूले लिनुपर्नेछ। अन्तमा गोर्खा भर्ती सुरु भएको 208 वर्षको इतिहासमा नागरिकप्रति भएको विरोधलाई सधैँको लागि अन्त्य गर्ने सुनौलो अवसर नेपाल सरकारको काँधमा आएको हुनाले वर्षौं लामो गोर्खा समस्या समाधान गरिदिनु हुन हामी सम्पूर्ण गोर्खा भूतपूर्व सैनिक सङ्घ र सैनिक र भूजन्य सङ्घ संस्थाको तर्फबाट नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। कृष्ण कुमार राई, सभापति, गोर्खा भूतपूर्व सैनिक सङ्घ।